श्रीमानसँग बहस जित्नु भनेको परिवार हार्नु हो। सुन्नुहोस् है, यो कुरा एकदमै महत्त्वपूर्ण छ। सायद तपाईको जीवन बदल्न सक्छ। कल्पना गर्नुहोस्, साँझको समय, दिनभरिको थकान बोकेर श्रीमान घर फर्किनुभयो। ढोका खुल्ने बित्तिकै उहाँको अनुहारमा थोरै मुस्कान खोज्नुहुन्छ। तर त्यो मुस्कान कहाँ छ? उहाँलाई स्वागत गर्नुको साटो तपाईले भन्नुहुन्छ, तिमीले फेरि त्यही गल्ती गर्यौ। के तपाईलाई थाहा छ, त्यो एक वाक्यले उहाँको दिनभरिको मेहनत, पसिना र सपना सबैलाई एकैचोटि चोट पुर्याउँछ। श्रीमानलाई मुख लाग्ने महिलाले बाहिर होइन, घरभित्र नै उहाँको इज्जत मार्छिन्। बाहिर त उहाँले हाँस्न सक्छन्, तर घरभित्र उहाँको मन चिसो हुँदै जान्छ। परिवारको वास्तविक शक्ति के हो थाहा छ? धन सम्पत्ति होइन, महँगो गाडी, मोटरसाइकल, बङ्गला पनि होइन। वास्तविक शक्ति भनेको आपसी सम्मान हो। जुन दिन श्रीमान र श्रीमती बीच इज्जत, कदर र सम्मान सकिन्छ, त्यही दिनदेखि घरको जग भत्किन थाल्छ। ढिलो ढिलो, चर्किँदै चर्किँदै एक दिन पुरै भत्किन्छ। धेरै दिदीबहिनीहरू भन्नुहुन्छ, मैले त मेरो मनमा लागेको कुरा मात्र भनेकी हुँ। तर साथी, सल्लाह दिनु र जवाफ फर्काउनु एउटै कुरा होइन। श्रीमानले केही भन्दै गर्दा बीचमा कुरा नबुझिकनै, होइन तिमी गलत छौ भन्नु भनेको उहाँको हृदयमा चोट पुर्याउनु हो। दिनभरि घाममा पसिना बगाएर, अफिसको दबाव सहँदै, ज्यालादारीको थकान बोकेर घर फर्किएको छोरा मान्छेले के चाहन्छ? धेरै पैसा? होइन। केही शान्ति, केही सम्मान र आफ्नी श्रीमतीको नजरमा म अझै महत्त्वपूर्ण छु भन्ने अनुभूति। तर यदि घर बस्ने बित्तिकै म मात्र सही, तिमी गलत भन्ने धारणा आउँछ भने उहाँको मन बिस्तारै बिस्तारै चिसिन्छ। रिस होइन, चिसो पर्छ। एउटा चिसो जसले माया मार्छ। सबैभन्दा ठूलो खतरा त कहिले हुन्छ थाहा छ? जब श्रीमतीले सासू ससुराको अगाडि, आफन्तको अगाडि, छोराछोरीको अगाडि श्रीमानसँग बहस गर्नुहुन्छ। त्यो बेला उहाँको इज्जत मात्र होइन, तपाईको पनि इज्जत जान्छ। उपस्थित सबैले सोध्छन्, आफ्नै लोग्नेलाई इज्जत नदिने आइमाईले अरूलाई के इज्जत दिन्छन् र? श्रीमानसँग बहस जित्नु भनेको छिडिक विजय हो। तर त्यो विजयको मूल्य? उहाँले दिने माया, विश्वास, सुरक्षा र सम्मान सबै बिस्तारै गुम्दै जान्छ। आज एउटा ऐना अगाडि उभिनुहोस्। आफ्नो आँखामा आँखा जुदाएर सोध्नुहोस्, म साँच्चै आदरणीय श्रीमती बन्न चाहन्छु कि बहस जितेर आफ्नै मर्यादा घटाउन चाहन्छु? जसले श्रीमानको इज्जत गर्छिन्, उनीहरूले कहिल्यै हार्दैनन्, किनकि यस्ता सत्य कुराहरू अझ धेरै दिदीबहिनीहरूसम्म पुर्याउनु छ। तपाईको घरमा सधैँ सम्मान र माया भरिपूर्ण होस्। जय होस् परिवारको। ल, तपाईलाई यो विचार कस्तो लाग्यो कमेन्ट गर्नुला, अनि भिडियो मन परे लाइक शेयर गर्नुला, अनि मलाई फलो गर्नुभएको छैन भने फलो पनि गर्नुला।